नेपालको इतिहासमा सबैभन्दा सफल फ्लक रक ब्यान्ड नेपथ्य र यसका आत्मा आवाज अनि पहाडको सुवास बोकेका कलाकार अमृत गुरुङ। आजको यस भिडियोमा हामी हेर्नेछौँ अमृत गुरुङको जीवन, सङ्घर्ष, साङ्गीतिक यात्रा र नेपथ्यको सफलता। अमृत गुरुङको जन्म 1968 मा पोखरा जिल्लाको नजिकै मूलपानी गाउँमा भएको थियो। साना अमृतको जीवन सामान्य थिएनन्। उनले बाल्यकालमै आफ्नो ममतामय आमा गुमाएका थिए, जसले उनको जीवनमा ठूलो पीडा परेको थियो। बुबा विदेशमा र घरमा हजुरआमा बस्नुहुन्थ्यो। गाउँ, पहाड, खोला, बगैँचा यिनै अमृतका साथी, शिक्षक र प्रेरणा बने। प्रकृतिले नै उनलाई कलाकार बनायो। पढ्न काठमाडौँ आएपछि उनको साङ्गीतिक यात्रा गहिरो हुँदै गयो। सहरमा सङ्घर्ष धेरै थियो। पैसा थिएन, साधन थिएन, तर सङ्गीतप्रतिको माया अडिग रहिरह्यो। यही समयमा उनले केही साथीहरूसँग मिलेर 1991 मा नेपथ्य ब्यान्डको स्थापना गरे। सुरुमा कसैले नाम पनि सुन्दैन थिए। रेकर्डिङ गर्न पैसा नपुगेको दिन पनि आएका थिए। तर अमृतले एकपल्ट ठानेका कुरा कहिले छोडेनन्। नेपथ्यले नेपालमा नयाँ साङ्गीतिक शैली ल्याउनुभयो। लोकधुन र आधुनिक रङको मिश्रण, मादल, बाँसुरी, सारङ्गी, परम्परागत धुन र इलेक्ट्रिक गिटार, ड्रम, यो अनौठो फ्युजनले नेपाली सङ्गीतमा क्रान्ति ल्यायो। नेपालमा माओवादी युद्ध चल्दाखेरि अमृत गुरुङले समाजका पीडा गीतमा उतारे। कर्णाली क्षेत्रको पीडा, सङ्घर्षको आशा, जीवनको कठोरता, देशप्रेम, यो गीतहरूले हजारौँ नेपालीहरूलाई हिम्मत दिएको थियो। अमृत गुरुङ भन्छन्, नेपाल घुमेपछि मात्र नेपाल बुझिन्छ। यही विश्वासका कारण उनले नेपालका 77वटै जिल्लाहरू पैदल यात्रा गरे। गाउँघरका बुढाबुढीसँग बसेर लोकधुन रेकर्ड गरे। संसारकै दुर्लभ संस्कृतिहरू क्यामेरा र नोटबुकमा सङ्ग्रह गरे। यसरी नेपथ्यको गीतमा पहाडको हावा, गाउँको गन्ध, जनजीवनको कथा सुनिन्छ। नेपथ्य आज विश्वभर चर्चित छ। उनका सोल्ड आउट कन्सर्ट्स, युके टुर, अस्ट्रेलिया टुर, युएसए टुर, क्यानाडा टुर, युरोपियन कन्ट्री टुर। जहाँ जहाँ नेपथ्य जान्छन् त्यहाँ हजारौँ नेपालीहरू एकीकृत हुन्छन्। अमृतको आवाजले विदेशमा बसेका नेपालीहरूलाई घरको याद दिलाउँछन्। अब हामी कुरा गरौँ अमृत गुरुङको लाइफस्टाइल। सफलता पाए पनि अमृत गुरुङ अत्यन्तै सरल मान्छे हुन्। नसा, मदिरा केही नखानु, पोलिटिक्स नगर्नु, प्रकृति, ध्यान, शान्त मन पराउँछन्। गाउँमै बसेर खेतीपाती गर्छन्। अमृत गुरुङका गीतहरूले सधैँ प्रेम, शान्त, एकान्त र मानवता सन्देश दिन्छन्। उनका शब्दहरू साधारण तर गहिरो हुन्छन्। उनका गीतहरूले धेरै नेपालीहरूलाई मानसिक रूपमा अपलिफ्ट गरेका छन्। नेपथ्य आज नेपालकै सबभन्दा सफल, सम्मानित र राम्रो म्युजिकल ब्यान्ड हो। उनको सङ्गीतले पहाड गाउँ जोड्यो, नेपाली पहिचान संसारभर पुर्यायो, युवालाई आश दियो। अमृत गुरुङ एक सङ्गीतकार मात्र होइन, नेपालका हरेक पहाड, नदी, गाउँ र संस्कृतिको आवाज हुन्। नेपथ्य केवल एक ब्रान्ड होइन, यो नेपालको गाउँ, परम्परा र आत्माको सङ्गीत हो। अमृत गुरुङका गीत सुन्दा हाम्रो माटो, हाम्रो मन अनि हाम्रो पहिचान बाँचिरहन्छ। If you like this biography, don't forget to like, comment, share and subscribe. So, thank you so much for watching this video. Jai Nepal!